ढुङ्गाको काप फोडेर पनि उम्रन्छ पिपल, सृजना शक्ति कहिले पनि हुँदैन विफल। नमस्कार, म देवी प्रसाद भट्टराई। पृथ्वी सेकेन्डरी आवासिक माध्यमिक विद्यालयमा म सामाजिक विषय अध्यापन गराइरहेको छु। हामीले यस विद्यालयले पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तुको साथसाथै विद्यार्थीहरूसँग रहेको अन्तर्निहित क्षमताको प्रस्फुटन गर्न विभिन्न अतिरिक्त क्रियाकलापसहित शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। विगत 40 वर्षदेखि अनवरत रूपमा अनुशासित भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो 40 वर्षे गौरवमय इतिहास कायम गरेको यस संस्थामा हामीले विद्यार्थीहरूलाई गुणस्तरीय र असल शिक्षा प्रदान गर्नको निमित्त साथसाथै विद्यार्थीहरूको उज्जवल भविष्यको उन्नयन गर्नको निमित्त अनवरत रूपमा लागिरहेका छौँ। हाम्रो यस कार्यमा समुदाय, अभिभावक, सम्पूर्ण पक्षको सहयोगको हामीले अपेक्षा गरेका छौँ। साथै सुन्दर शैक्षिक भविष्य निर्माणको निमित्त हाम्रो समग्र स्कुल परिवार, शिक्षकहरूको टिम सम्पूर्ण हामी एकाग्र भएर तपाईहरूको बच्चाहरूको भविष्य निर्माणमा हामी अहोरात्र लागिरहनेछौँ। यस कार्यमा सम्पूर्णको सहयोगको अपेक्षा गर्दछौँ। नमस्कार, धन्यवाद।